साथीहरू, के कस्तो हुनुहुन्छ? केस पनि पुरा बुझ्लुङ्गै भएछ। म तपाईँहरूलाई एउटा चिज देखाउँछु ल। यहाँनिर के छ हेर्नुहोस् ल। यो चाहिँ नि मलाई अस्ति छोरीले भनौँ है, मेरो आफ्नै छोरी चाहिँ होइन, छोरी जस्तो दिदीको छोरी, अनि साथी भनौँ न है, छोरी पनि साथी पनि एकदम मसँग मिल्ने है, मिल्ने साथी। उसले चाहिँ मलाई चाहिँ बनारसदेखि चाहिँ ल्याइदिएको गिफ्ट हो कि। सधैँ उसले जहाँबाट पनि, जहाँ टाढो ठाउँ गएको छ, घुम्नु गएको छ, मलाई ल्याइदिन्छ होइन गिफ्ट, एउटा न एउटा ल्याइदिन्छ होइन। योपल्ट पनि तेस्रो चौथो चोटि होला है के ल्याइदिनु भएको छ हेर्नुहोस् ल। टेन्टाडान हेर्नुहोस् है, कानको झुम्का ल्याइदिनु भएको छ। कति मजाको छ है, हेर्नुहोस् त हो, क्या दामी छ। अनि छोरीलाई, साथीलाई है एकदमै धन्यवाद छ। मैले चाहिँ अहिलेसम्म केही दिनु सकेको छुइनँ उसलाई है। उसले चाहिँ जहिले पनि, जहाँ जाँदा पनि मलाई चाहिँ सम्झेर है एउटा न एउटा गिफ्ट चाहिँ ल्याइदिएकोमा एकदमै छोरीलाई धन्यवाद। हेर्नुहोस् है, दामी छ, दामी, एकदमै मन पर्यो मलाई, एकदमै मन पर्यो। कस्तो लाग्यो तपाईँहरूलाई भन्नुहोस् ल कमेन्टमा।